तिमीले आफ्नोलाई पढ्ने हो कि मैले आज मेरो आफ्नोलाई पढेको भएर म आज यो ठाउँमा छु. Every successful career begins with the right education, and the right choice begins at Reliance College. मलाई चाहिँ अब म पनि यो लैलैमा गएको हो कि म चाहिँ खास गरी चाहिँ सोशल यो ब्याचलर इन सोशल वर्क किन पढ्न गएँ भने किनकि मैले म्याथ पढ्न नपरोस् भनेर. किन म त एसएलसीमा म्याथ फेल भएको मान्छे हैन. तपाईँको सेन्ट जेभियर्समा त 3 दिन कलेज जाने 3 दिन छुट्टी, 3 दिन कलेज जाने 2 दिन छुट्टी, 2 दिन फिल्डमा एउटा संस्थामा गएर काम गर्ने हैन. मेरो चाहिँ मनसाय चाहिँ मैले म्याथ नपढ्नु परोस् भनेर र एउटा कसो भने बुवा आमाको लागि चाहिँ डिग्री पास गरेको छ भन्ने भएर मात्र गएको हो. तर अब जस्तो म भाइ बहिनीहरूलाई चाहिँ के भन्छु भने यो प्लेटफर्म चाहिँ कस्तो सोशल वर्क पढ्ने प्लेटफर्म चाहिँ कस्तो भने जो मान्छे चाहिँ कुनै वेमा नरम पनि हुनुपर्छ तर कुनै वेमा चाहिँ तिमी नो भन्न सक्ने मान्छे हुनुपर्छ कि यो ठाउँ है. बाउन्डरी सेट गर्न जान्नु पर्यो. नो भन्ने ठाउँमा नो भन्न जान्नु नो पर्यो. भन्न सक्नै पर्यो के. किनकि अब कति ठाउँ कस्तो हुँदो रहेछ भने अब मेरो आफ्नो अब एरिया भनेको अब जेल हो र अर्को बाल सुधार गृह हो हैन. अब तपाईँले यति धेरैजना बच्चाहरू भेट्नुहुन्छ यति जान्दैछ यु क्यान इजिली बी म्यानिपुलेटेड के. हेर्नुहोस् जेलमा पढे मान्छेले कहिले पनि भन्दैन मैले क्राइम गरे हो. चोरले कहिले चोर भन्छ भन्दैन नि. यो मेरो एरिया नि त्यस्तो. तर आफूले एनालिसिस गर्नु चाहिँ सक्नुपर्छ कि यो मान्छेले ठिक भनेको छ कि बेठिक भनेको छ है. तर अब म भाइ बहिनीलाई चाहिँ के भन्छ नि मेन कुरा चाहिँ तपाईँ खुसी हुनुहुन्छ कि हुनुहुँदैन. हेर्नुहोस् तपाईँ बिबिए पढ्नुहोस् बिए पढ्नु बिआए के भने मास्टर्स गर्नु पिएचडी गर्नु जे गर्नु नै तपाईँ जे करियर लिनुभयो जुन सब्जेक्ट लिनुभयो भने तपाईँ खुसी हेर्नु पऱ्यो क्या. डोन्ट स्टडी फर योर पेरेन्ट्स. म त तपाईँलाई मूर्खै भन्छु क्या. मैले मेरो बुवाको लागि डाक्टर बनेको मेरो आमाको लागि इन्जिनियर बनेको म त मूर्खै भन्छु. तिमीले आफ्नोलाई पढ्ने हो कि मैले आज मेरो आफ्नोलाई पढेको भएर म आज यो ठाउँमा छु.